सो F1 को रुल्स के छ भने हजुरले यहाँ पनि देख्न सक्नुहुन्छ हैन स्क्रिनमा। F1 को रुल्स भनेको के हुन्छ भने 20 आवर्स अन क्याम्पस जब गर्न पाउँछ लिगली। त्यो चाहिँ एउटा काम गर्नको लागि रुल भयो हैन F1 मा हुने ल चाहिँ त्यो छ। अफ क्याम्पस नो, नट इभन अ सिंगल आवर। त्यो चाहिँ इलिगल, कम्प्लिटली इलिगल। अनली एन्ड अनलेस तपाईँको अब वर्क परमिट छ, यताउता त्यो अर्को कुराहरू छ, त्यो सेपरेट कुराहरू छ हैन। त्यो छैन भने जस्ट इन डिफल्ट भनेको तपाईँले पाउनुहुन्न बाहिर अफ क्याम्पस काम गर्नलाई हैन। अनि अर्को भनेको चाहिँ तपाईँले 12 क्रेडिट मिनिमम लिनुपर्ने हुन्छ पर सेमेस्टर। यो कुराहरूले गर्दाखेरि चाहिँ धेरै स्टुडेन्टहरू चाहिँ आउट अफ स्ट्याटस भएको हामीले थाहा पाइरहेको छौँ अहिले तत्काल। सो यो कारणले एकदमै यो F1 को रुल्सहरू चाहिँ बुझ्न जरुरी छ। मिनिमम पर सेमेस्टर 12 क्रेडिट अन्डर ग्रेडमा आउनुभएकोहरूले पढ्नै पर्ने हुन्छ। त्यो चाहिँ मिनिमम इन फुल टाइम स्टुडेन्ट हो नि त हामी इन्टरनेसनल स्टुडेन्ट भनेको। सो फुल टाइम स्टुडेन्ट भेरिफाई हुनको लागि मिनिमम 12 क्रेडिट पढ्नुपर्छ। त्यो 12 क्रेडिट मध्ये पनि 9 क्रेडिट चाहिँ इन पर्सन हुनैपर्छ। सो तपाईँको अनलाइन क्लास पनि हुन्छ नि त। सो अनलाइन क्लास चाहिँ जम्मा 3 क्रेडिट हुन पाउँछ यदि तपाईँले 12 क्रेडिट पढ्नु भएको छ भने। मोर देन 60% क्लासेस चाहिँ इन पर्सन हुनुपर्छ। त्यो कारणले गर्दाखेरि 15 क्रेडिट पढ्नु सकेसम्म